Hello, good morning guys. Welcome to फेरि हजुरहरूलाई मेरो ब्लगमा सो आज मस्त घाम लागिरहेछ अनि सो म चाहिँ खर बोकिरहेको छु होइन अनि यता हिजो काटेको थियो र आज बोक्दैछु अनि सो 3-4 बारी पुऱ्याइसकेँ बिकज आई एम अ स्ट्रङ बोय होइन त्यही भएर मात्र एक बारी छ सो त्यही भएर या त यसो भिडियो बनाइदिउँ त होइन यसो बा होइन हजुरहरूलाई देखाइदिउँ भनेर मेरो गाउँघरहरू है होइन म हजुरलाई आज देखाउँछु मेरो घरहरू होइन मेरो गाउँघर कस्तो छ भनेर त्यस्तो नट ब्याड तर राम्रो छैन तर पनि राम्रो लाग्छ मलाई होइन किनकि सुनसान छ त्यस्तो हो हल्ला छैन होइन अहिले पछाडिको देख्न सक्नुहुन्छ पछाडि ब्याकग्राउन्ड देख्न सक्नुहुन्छ ठाउँ राम्रो छ राम्रो लाग्छ त्यस्तो हल्ला छैन सहर बजारतिर होइन सो यता मेरो गाउँघर फेरि त्यो पल्लो पाखा चाहिँ होइन पाहाडपट्टि चाहिँ होइन मात्र यता हो त्यस्तो छैन त्यस्तै गाउँघरहरू खासै छैन एन्ड सो गाइज आइ एम भेरी ह्याप्पी बिकज घाम खतरा लागिरहेछ हाम्रोतिर होइन सानो घर मेरो घर हो अनि त्यो होइन यता साइड राम्रो देख्दैन गाइज हुन त यतै होइन हाम्रो गाउँ त्यस्तो होइन अलि जङ्गल साइडतिर पर्छ बिकज खासै घरहरू छैन कि जङ्गलहरू छ तर त्यता घरहरू धेरै छ अनि यता छ अनि उताको घरहरू छ सो यता जङ्गल देखिरहेछ तर यता पनि घरहरू छ अनि सो गाइज म यता छु फाइनली साथीहरूको प्यारो दोस्त होइन त्यस्तै छ अनि गाइजहरूलाई सन्चै होला अहिलेसम्म होइन म पनि सो ठिकै छु अनि हल्का नाक चाहिँ बन्द हुन खोजिरहेछ किनकि अब के यस्तै भयो होइन सो पहिला म बारी बनाउँछु यसरी काट्छ होइन सो यसरी काटेर बारी बनाउनु पर्छ गाइज बारी बनाइसक्यो भने एन्ड बोक्ने कोसिस गरेँ तर बोक्नै सकेन फेरि कोसिस गरेँ बोक्ने कोसिस मात्र के गरेको थियो लडिहाल्यो बारी फेरि बनाउनु पऱ्यो होइन फर्स्टदेखि बल्ल फेरि बारी बनाएँ यसपालि चाहिँ बोक्न सकियो होइन कोसिस गरेँ मैले बोक्न सकियो नसक्ला जस्तो थियो तर सकियो एन्ड बोक्न सकियो त्यसपछि बोक्न सकेपछि म आएँ होइन म बारी चाहिँ गरेँ अनि ठिकै छ त्यसपछि म आएँ म चाहिँ ल्याइसकेँ होइन अनि हल्का थाक्यो पनि यति ल्याएर सकेँ कति हिजो नि बोकेको थिएँ नाइस गाइज ओपन द च्याट यति बोकेपछि गाइज हिजो थोरै बोकेको थिएँ अनि आज बिहानैदेखि स्टार्ट गरेँ सो गाइज यति बोक्यो फाइनली काम सक्यो बिहानको लागि गर्मी भयो लास्ट चाहिँ गर्मी
हान्छु के हर्किन्छ ढोकाभित्र पनि यही पछाडि मेरो घर देख्न सक्नुहुन्छ मेरो आफ्नै घर एन्ड यो चाहिँ राँगो गाई बस्तु के हुन्छ भैँसीहरू